वेलकम बैक टू माई च्यानल अनि तपाईहरुलाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज म आइरहेको छु यता पलाञ्चोक भगवती दर्शन गर्नलाई। आफ्टर लङ टाइम म चाहिँ भिडियोमा नि ब्याक भएको छु र तपाईहरुले देख्न सक्नुहुन्छ म चाहिँ अलरेडी मन्दिरमा जाँदैछु। यो मन्दिर छ पलाञ्चोक काभ्रे पलाञ्चोकमा रहेको पलाञ्चोककी भगवती माई हुनुहुन्छ र एकदम भिड छ। शनिबारको दिन भएर चाहिँ एकदम भिड छ। यहाँनिर आज पालो पाउनु मुस्किल छ, एकदम ठुलो भिड छ। यहाँबाट लाइन सुरु हुन्छ हाम्रो। यो लाइन कति लामो छ भन्ने कुरो थाहा भएन। यो लाइन चाहिँ एकदम लामो छ। यो लाइन कहाँसम्म पुग्ने हो, पालो कतिखेर आउने हो, एकदम भिडभाड छ आज शनिबारको दिन। लाइन बसेर त पालोमा 2-3 घन्टा लाग्ने सम्भावना छ। लाइन यति धेरै लामो छ। एकदम लामो लाइन। आज शनिबारको दिन भएर पनि धेरै लामो हुनुपर्छ। यतातिर हाम्रो खानेकुरा नास्ता सेलरोटी पकौडा समोसा पाक्दैछ। लाइन धेरै लामो। यहाँनिर मन्दिर छ भने यहाँदेखि लाइन सुरु हुन्छ। यो लाइन चाहिँ यति धेरै लामो छ। त्यही भएर अब पूजा गर्नलाई पालो पाउँछ पाउँदैन थाहा भएन। एकदम लामो लाइन यहाँनिर। आज शनिबारको दिन भएर एकदम भिडभाड धेरै भयो। मन्दिर यहाँ छ पलाञ्चोक भगवती मन्दिर। अनि यहाँपट्टि पूजा शारदम मालाहरू बेच्न राखिराखेको ठाउँ छ। हेर्न सक्नुहुन्छ यहाँ उपरको रुख भयो। यो लाइन चाहिँ कति लामो रहेछ आज हेर्ने अनि त्यसपछि लाइन बस्नुपर्ने हुन्छ। लाइन चाहिँ धेरै छोटो छ भने लाइन बस्ने हो, अन्त लाइन बस्ने छात्र छैन। यहाँबाट घुमेर यता आउनु पर्ने रहेछ भने पछाडि। अब यो यति धेरै लामो लाइन छ। जाने ढोका चाहिँ एउटा रहेछ क्यारे, ढोका चाहिँ एउटा मात्र रहेछ कि के हो थाहा भएन। सायद ढोका चाहिँ त्यता हुनुपर्छ। 2-3टा ढोका भए सजिलो हुन्थ्यो। खै अलिकति अगाडि जाउँ है। एकदम भिडभाड। के ढोका बन्द छ कि हो, खुले छैन अहिलेसम्म? पूजा लगिरहेछ। अनि ढोका ला त ढोका यति एउटा हो, ढोका यति एउटा रहेछ। घुइँचो भइसक्यो सबै। नखोले कि खोल्दै ढोका नखोले हो कि के हो खै। ल ढोका नखोले हो कि के हो थाहा भएन। यतापट्टि के छ हेरौँ। यतापट्टिबाट ढोका रहन्छ। यहाँबाट दामी भ्यू देख्न सकिन्छ। यो 5 खाल के पर्छ, 0 किलो के हुन्छ। एकदम लामो भिड। ढोका बन्द रहेछ यहाँनिर। पालो आउँछ आउँदैन, कतिखेर आउँछ, लाइन बस्ने नबस्ने थाहा भएन। फेरि अब गाह्रो परिसक्यो। 11 बज्यो। अझै घरबाट हिँड्नै ढिला भएको थियो, त्यही भएर पनि यस्तो भएको। आज घरबाट हिँड्नै ढिला भएर आउनु ढिला भयो। लाइन धेरै लामो। यतापट्टि ढोका रहन्छ। यता पनि छिर्ने ठाउँ चाहिँ रहेछ। त्यो ढोका हो कि होइन सोध्नु पर्यो। ए यहाँ पनि ढोका चाहिँ रहेछ। के रहेछ यताभित्र? ढोका एउटा रहेछ क्या। यहाँभित्र मान्छेहरू हुनुहुन्छ तर यहाँ ढोका तालचा लगाएको छ कि हो। ढोका यति हो कि उताबाट नै हो के चाहिँ हो खास? यो तालचा लाग्छ है। यस्तो धेरै भिड छ। आज पूजा गर्नुपर्ने बेलुका हुने भएर पूजा गर्दाखेरि धेरै गाह्रो परिसक्यो। र यता भिडभाड छ। यता पूजा सुजा बेच्दै हुनुहुन्छ। पूजाको साथमा अमला के यिनीहरू के चिनिँदैन। त्यही हो कुरो। यहाँनिर एकदम भिड भइसक्यो। यहाँनिर पुरै बाइक पार्किङ छ। बाइक गाडी पार्किङ। यता पूजाको सारदामहरू किन्दै हुनुहुन्छ यहाँतिर। मैले चाहिँ घरबाटै ल्याएको भएर चाहिँ मैले किनिनँ। मैले चाहिँ नकिनेको कारणले गर्दा चाहिँ घरबाट ल्याएको छु। र यहाँबाट चाहिँ अब मैले मोटरसाइकल चाहिँ यहाँ राखेको छु पार्किङ गरेर।
यहाँनिर पुरै बाइक पार्किङ छ ठाउँ हैन। अनि त्यसपछि बाँकी रह्यो यहाँबाट एउटा भ्यू, खतरा भ्यू देखिन्छ। म तपाईँलाई देखाउँछु। यहाँबाट भ्यू हेर्न सक्नुहुन्छ। यहाँबाट पुरै हिमाल देखिन्छ। यहाँबाट पुरै हिमाल देखिन्छ, हेर्नुहोस्। बा दामी भ्यू छ कि यहाँबाट चाहिँ पुरै सेतो हिमाल, हिउँ परेको। ढोका बन्द गरेर चाहिँ खुले छैन, पालो आउन टाइम लाग्ने हो। यतापट्टि बलि दिने ठाउँ रहेछ। भाले बोकानी यहीँ काट्ने हो कि अन्त? यो चाहिँ बोका अन्तिर चाहिँ काट्यो यस्तै रहेछ। आज पालो आउने छाक छैन। यहाँ फुल बेच्ने, सारदम बेच्नेको पुरै रमाइलो छ। यहाँ घुइँचो एकदम। सबैजना बेच्नलाई चाहिँ यहाँ बस्नु भएको छ। यहाँबाट एकदम फुल। यहाँ भक्तजनहरूको भिड छ। सबैको हातमा सारदम लिएर चाहिँ लाइन बस्नु भएको छ। अब मेरो पालो आउने चाहिँ कहिले हो? एकदम यहाँनिर चाहिँ ल बार्गेनिङ यताउति। आउनुहोस् कि आउनुहोस् भन्दै हुनुहुन्छ। ल पैसा लाग्दैन होइन? चप्पल राखे पैसा लाग्दैन? कहाँ यहीँ राख्ने? ए ल हो ल। ए यहाँ एकदम रमाइलो छ। ल ल ल ल हालिदिन्छु म। ल यो भिड अब ढोका खुले खाएर छैन अझै। यहाँ छ ढोका, ढोका चाहिँ खुले छैन जानलाई। ढोका खुले छैन है। यहाँ डेढ भोट ढोका खोले छैन। अब के गर्ने होला त? लाइन बसेर भित्र आइसक्यो हामी। भित्र फेरि उस्तै लामो लाइन रहेछ। मन्दिर यहाँनिर हो। यहाँबाट घुम्दै घुम्दै लाइन फेरि यता आउँछ। फेरि यहाँ टाइम धेरै समय लाग्ने भयो। यहाँनिर मन्दिर यहाँनिर छ। अलि देखेर यहाँ छ हाम्रो पाल्चोकी भगवती मन्दिर। र लाइन बस्नुपर्ने हुन्छ हामी यहाँनिरबाट। जाउँ 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 जाउँ, लाइन साह्रो। ल ल जाउँ है जाउँ। लाइन सरिसक्यो। अब बिस्तारै बिस्तारै पालो आउँदैछ। यहाँनिर छ मूल ढोका। यहाँ रहेछ मन्दिरको। यहाँभित्र चाहिँ भगवती थान हुनुहुन्छ। र हामी यहाँबाट यताबाट घुम्दै घुम्दै यता जानुपर्ने हुन्छ। लाइन चाहिँ लामो भएको भएर चाहिँ सर्दै सर्दै लाइन। यहाँनिर सबै नानी बाबुहरू लाइन बस्नु भएको छ सबैजना। मैले चाहिँ बत्ती बालिसकेँ। अब बत्ती बालेर भित्र छिर्नुपर्ने हुन्छ यतापट्टिबाट। लाइन एकदम लामो छ। लाइन यहाँदेखिबाट अझै लामो छ। ल पुरै घुम्नुपर्ने हुन्छ। मैले चाहिँ अब बत्ती बालेपछि अब भित्र गएर पूजा गर्ने। मेरो सारदम यहाँ छ, पूजाको सारदम। पालो आउने बेला भयो। ल पूजा गरिसकेँ। अब पूजा गरिसकेँ। यहाँ भोक लागेको छ, खाना खानु पऱ्यो। खाना खान यहाँ जानु पऱ्यो। हेरौँ के चाहिँ पाइन्छ यहाँ। खाना के पाइन्छ सोधौँ भाइ। खाजा पाइन्छ कि पाइँदैन? खाजा पाइन्छ। खाजा पाइन्छ भनेपछि अब यही तरकारी सरकारी अन्डा। घर नजिकै छ, नत्र खाने खानु हुन्छ। यहाँ खाजा खाएर निस्क्यो भने 1 घन्टामा घर पुगिन्छ। 1 घन्टा लाग्दैन। यो चाहिँ मन्दिरभन्दा तल जङ्गलमा पूजाआजा गर्ने। अनि यता आएर खाजासाजा खाने। यता चाहिँ खाजा टक्क खानुपर्ने ठाउँ रहेछ। यता हुनुहुन्छ। गाडी साडी ल्याएर बस्नुभएको छ सबैजना। यो मन्दिरभन्दा तल चाहिँ यो पुरै जङ्गल छ है। टक्क जङ्गल। अनि यस्तो यो बस्ने ठाउँ छ यता। यस्तोमा आएर बस्ने अनि टक्क खाने। घरबाट ल्याएको अब खानेकुराहरू ल्याउने खाने। यहाँ तर फोहोरहरू एकदम रहेछ। यहाँ डस्टबिनको व्यवस्था चाहिँ गर्नुपर्ने छ। यतापट्टि ठाउँ गाडी यहीँ आउने यस्तो ठाउँ रहेछ। रमाइलो रहेछ। ल यहाँनिर ट्याक्क लाएर चाहिँ परिवार बसेर खाने हो। यहाँ चाहिँ सबैजनाले मन्दिरमा पूजा सघाउनु भएको। ए सबैजना एउटै फ्यामिली कि? एउटै फ्यामिली हो। ए ल ल घरबाटै ल्याउने होइन त? ल रमाइलो रहेछ। यहाँ चाहिँ यस्तो छ सबै रमाइलो। पहिला चाहिँ हामी नै आउँदाखेरि घरबाटै खानेकुरा ल्याइन्थ्यो। अहिले चाहिँ म एक्लै आएको भएर चाहिँ माथि नै खाएर आएँ। तर यहाँ फोहोर एकदम ठाउँ चाहिँ फोहोर रहेछ एकदम। ल एकदम यहाँ त रमाइलो पो रहेछ। जङ्गल सङ्गल हेत्तेरी आनन्द रहेछ बस्नलाई। ल
जङ्गलमा कोही छैन पनि बस्नलाई रमाइलो। ल आउँदा आउँदा बाटोमा चाहिँ यस्तो दामी भ्यू छ, भ्यू भन्दा नि जङ्गल छ, वरिपरि जङ्गल छ। यतापट्टि आर्मी ब्यारेक छ, यो आर्मी ब्यारेकको रहेछ यो ठाउँ चाहिँ, आर्मी ब्यारेक बसेको। यहाँपट्टि गेट छ, यतापट्टि आर्मी ब्यारेकको गेट छ। सायद यहाँ भिडियो गर्न दिन्छ कि दिँदैन, देख्यो भने सायद नगर भन्छ होला। यहाँनिर आर्मी ब्यारेक हो ठाउँ, यहाँबाट गेट छ यतापट्टि, यतापट्टि देख्न सक्नुहुन्छ है। यो चाहिँ आर्मी ब्यारेकको ठाउँ रहेछ। बाटो एकदम राम्रो छ। यहाँबाट तपाईँहरू अब आउँदै हुनुहुन्छ भने मेलम्चीपट्टिबाट आए पनि काठमाडौँपट्टिबाट आए नि लामी डाँडा आएपछि तपाईँहरूले त्यहाँबाट बाटो छोड्नुपर्ने हुन्छ, अर्को बाटो पुरै पिच छ, मन्दिरसम्म पिच छ। यहाँदेखिबाट पुरै बाटो पिच छ, एकदम राम्रो बाटो छ। बाटो अलिक साङ्ग्रो छ, त्यति हो। राम्रोसँग बिस्तारो चलाउनु पर्छ, बाटो चाहिँ साङ्ग्रो छ, हल्का घुम्ती मोडहरू छ। नत्र ठाउँ एकदम राम्रो, आउँदाखेरि भ्यूहरू हेर्न पाइन्छ। अझ यहाँ त जङ्गलमा माथि डाँडामा, मन्दिर डाँडामा त पुरै हिमाल देखिन्छ। यो चाहिँ अब ट्याक्क यो सालघारी रहेछ यता। अनि यो ठाउँमा चाहिँ एकदम घुम्नलाई आउनलाई पनि रमाइलो छ। मन्दिरै जानु परेन, अरू बेला पनि यसो घुम्न काहीँ जाने ठाउँ भएन भने यतातिर जङ्गलतिर आउँदाखेरि राम्रो ठाउँ छ, एकदम चिसो हुने, शीतल हुने ठाउँ, रमाइलो रहेछ। यहाँ चाहिँ यस्तो दामी बनाएको छ, सायद यहाँ हाम्रो आर्मी सैनिकहरूले बनाउनु भएको होला। यो एकदम राम्रो, यो फुलसुल रोपेर छ भर्खरै, दामी छ। ल अब यहाँबाट 2 किलोमिटर छ लामी डाँडा पुग्नलाई। त्यस पछाडि अनि म उता घर जानुपर्ने हुन्छ। अब घर त म सरासर गएँ भने आधी घन्टा लाग्दैन। ल ओके, बाई बाई।